नमस्कार। आज हामी फेरि अर्को एउटा माइन्ड गेम लिएर आएका छौँ। आजको माइन्ड गेममा हाम्रो विद्यार्थी भाइ बहिनीहरूले यो एउटा गिलास छ, यहाँ हेर्दै तपाईँ यो गिलासभित्र के छ, एउटा मुखको बत्ती छ। यहाँबाट दुईटा स्टिक चलाएर यो मुखको बत्तीलाई यो गिलासदेखि बाहिर बनाउनु पर्छ। दुईटा स्टिक मात्रै चलाउन पाइन्छ। यो लुडोको बत्ती जुन छ नि गिलासमा, यो गिलासको बाहिर हुनु पर्छ। बुझ्यो? दुईटा स्टिक चलाउन पाइयो, ठिक छ? दुईटा स्टिक चलाउने यो बत्तीलाई गिलासभन्दा त्यहाँ हुनु पर्यो, बाहिर हुनु पर्यो। बुझ्यो? ल टाइम भनेको 2 मिनेट। 2 मिनेट भित्र गरिसक्यो होइन अर्का पार हो। ल 1 2 अनि गिलासको सेप भयो त? गिलास त हुनु पर्यो नि, गिलास त बिग्रिनु पाएन। गिलास त हुनै पर्यो नि। गिलासको सेप त हुनै पर्यो नि त। तर यो गोटी गिलास हुँदा कहाँ हुनु पर्यो, बाहिर हुनु पर्यो। राइट त भाइ? गिलासको सेप चाहिँ हुनै पर्यो होइन, तर त्यो गोटी कहाँ हुनु पर्यो, गिलासको बाहिर। आयो भने गरिहाल्नु, बिग्रियो भने चाहिँ हुँदैन त, फेरि अन्त गराउनु नि। तर त्यस्तै हुन मिलाएर भयो मिलाएर त्यो गुलाई माथि राख्नु मन छ। कतिवटा चलाएर सबै चलाएर दुईटा मात्रै चलाउन पाइन्छ। यो गिलास गोटी छ होइन, दुईटा चलाउने यो गिलासभन्दा बाहिर के हुनु पर्यो, गोटी हुनु पर्यो। त्यस्तै हुन्छ, दुईटा मात्रै चलाउनु पाइन्छ। क्या भयो त गिलास? अनि गिलास त हुनु पर्यो नि, गिलास त बिग्रिन पाएन नि त। गोटी खान पाइएन, दुईटा स्टिक चार्न पाइयो, तर त्यो गिलासभन्दा बाहिर के हुनु पर्यो, गोटी हुनु पर्यो। भयो सबै पाउँदैन। एकचोटि फेरि ल्याएर दिमाग हुँदै हुँदैन होला, नहुन पनि सक्छ, फेरि म त्यसरी दिन चाटेको पनि हुनसक्छ, नहुन पनि सक्छ। हुन्छ हुन्छ गर्नु पर्यो नि। पास पास तपाईँले पास होला, म गरेर हेऱ्यो दुईवटा मात्रै गोटी चाल्ने भनेको होइन। एउटा गोटी एउटा हिँडेर यसलाई त्यहाँ राख्ने, यहाँ राख्ने, अघि भएन सँग एउटा, अब यसलाई कहाँ राख्ने, अघि भएन भयो भएन। गिलासको सेपमा गिलासै छ कि छैन, गोटी बाहिर आयो, हुँदो रहेछ, भयो। सबैले ताली पाड गर्दाखेरि